अस्ति जो 6 वर्षकी बालिका सर्पले टोकेर अकालमा मृत्यु भयो त्यसको बारेमा के भन्न चाहन्छु। आज चाहिँ मैले घरमा फोन गरेर कुरा गरेँ आफ्नो श्रीमतीसँग। उसले भने कि अहिले चाहिँ धेरै वर्षपछि चाहिँ मच्छरदानी बाँट्यो अरे ओडाले। तीनवटा हो कि 4वटा दियो अरे हैन। अहिले 12 नम्बरमै बाँट्यो होला मेरो हिसाबले चाहिँ दियो अरे हैन। अहिले बल्लै यो घटना भयो, तिनीहरूले अहिले 4-5 वर्षपछि जनता शान्त होलान् भनेर चाहिँ मच्छरदानी बाँड्यो। हामीलाई मच्छरदानी चाहिए होइन नि, हामीलाई चाहिए हो सर्पले टोकेको औषधि अनि सर्पले टोकेको उपचार गर्ने डक्टर, जो स्पेसल डक्टर हुन्छ त्यो चाहिए हो हामीलाई। अहिले त यो एक घटना भयो, योभन्दा पहिला त यो बर्खा मासमा चाहिँ ती 3-4वटा लास गएको गाई हुन्थ्यो, हामीले देखेका छौँ हैन। त्यतिखेर सोसल मिडिया पनि थिएन। अहिले छ हामीहरूसँग बोल्ने ठाउँ छ, बोल्ने प्लेटफर्म छ। आज एउटाको घरमा भएको छ भनेपछि भोलि तपाईँको र हाम्रो घरमा पनि यस्तै हुनसक्छ। मैले खालि सुरुवात मात्र गरेको हैन। मैले एउटा भिडियो हालेको थिएँ, त्यो भिडियो धेरै मान्छेले रुचाइदियो हैन। अनि धेरै मान्छेले सेयर पनि गर्यो। हाम्रै वडाको मान्छेहरूले, हाम्रै गाउँको ओलानीको मान्छेहरूले सबभन्दा ज्यादा हेरेको छ भिडियो। सबै चाहन्छन् यहाँ यस्तो सुविधा आओस् भन्ने सबैलाई चाहना छ। तर गाइज, मैले एउटाले पहल गरेर या सोसल मिडियामा मैले बोलेर मात्र हुँदैन। हाम्रो वडामा धेरै राम्रो फलोवर भएको मान्छेहरू छन्। म के भन्न चाहन्छु भनेपछि हामीहरूसँग हतियार छ, ठुलो हतियार के भनेपछि हाम्रो यो मोबाइल अनि सामाजिक सञ्जाल। अहिले सामाजिक सञ्जाल नभएका मान्छे त कोही पनि नहोलान् हैन। म के भन्न चाहन्छु भनेपछि हाम्रो वार्ड नम्बर 12मा राम्रो फलोवर भएका मान्छे छन्। एक भिडियो बनाउनुहोस्, पोस्ट गर्नुहोस् अनि माग राख्नुहोस्। यो हाम्रो स्थानीय सरकारमाथि यति दबाब आउँछ कि उनीहरूले हामीले गरेको माग पुरा गर्नको लागि बाध्य हुन्छन् उनी। अगर स्थानीय सरकारले नसुन्यो भनेपछि पनि यो सोसल मिडियामा यति पावर छ गाइज, सामाजिक सञ्जालमा यति पावर छ। राज्य सरकारले पनि, स्थानीय जो सरकार छ त्यसलाई दबाब गरेर पनि हामीले माग गरेको चिज पुर्याउँछन्। त्यो हिसाबले सबैलाई हात जोडेर बिन्ती छ गाइज, एकचोटि यो सोसल मिडियामा पहल गर्नुहोस्। हामी त्यत्तिकै गएर त ठुलो मान्छेसँग कोही भन्ने होइन। एटलिस्ट मोबाइलमा एउटा भिडियो बनाएर आफ्नो मनको कुरा त राख्न सक्नुहुन्छ नि। आफ्नो ठाउँबाट त सुरुवात त गर्न सक्नुहुन्छ नि। एकचोटि गरेर हेर्नुहोस् गाइज, गरेर हेर्नुहोस्, अवश्य पुरा हुनेछ हाम्रो माग। धन्यवाद गाइज। सक्दो सेयर गर्नुहोला, प्लिज सक्दो सेयर गर्नुहोला।